तपाईँहरूलाई पछुतो लागेको छ कि छैन? र जति पनि हाम्रो युवा जेनजीहरूलाई म के आह्वान गर्न चाहन्छु भने हिजो तपाईँहरू देश भत्काउन निस्किनुभयो, देश जलाउन निस्किनुभयो, तर आज देश बचाउनको लागि किन आवाज उठाउनुहुन्न? त्यो जेनजीहरू कहाँ छन् त? हिजोको दिनमा देश भत्काउन, जलाउन, सिंहदरबार जलाउन, पुलिस प्रशासनहरूलाई धपाउन निस्केका जेनजीहरू आज किन तपाईँहरूको प्रश्न छैन? यस हाम्रो नेपालको सीमाको बारेमा प्रश्न उठ्दै गर्दा नेपालले भारत जस्तो देशलाई मिचेको छ भन्दै गर्दाखेरि भोलिको दिनमा भारतले मेरो देश फिर्ता रहे भन्दाखेरि कुन चाहिँ जमिन भूभाग हामीले फिर्ता दिनुपर्ने त्यसको बारेमा किन प्रश्न गर्दैन त? यो जेनजी युवाहरू र सरकारलाई के भन्न चाहन्छु भने 2/3 बहुमतले आएर म सरकारमा बसेको छु भनेर तपाईँको त्यो 2/3 मतको घमण्ड नगर्नुहोस्। हिजोको दिनहरूमा कति मत ल्याएर बहुमत ल्याएर बसेका प्रधानमन्त्री पदहरूलाई त हामी नै हौ, त्यो सत्ता पदलाई ढाल दिने मान्छे हामी नै थियौँ, हामी नै हौ भने भोलिको दिनमा तपाईँको पनि भाग नै दिन आउँदैन भनेर भन्न सकिन्न। हिजोको दिनमा केपी ओली जसरी हेलिकप्टरमा भाग्नुपर्ने दिन आएको थियो त्यस्तै गरेर तपाईँको पनि भाग्ने दिन नआओस् भनेर भन्न चाहन्छु म। र सुकुम्बासी बस्तीको कुरा तपाईँले जुन हिजोको दिनमा दिनुभएको अभिव्यक्ति थियो, आज गरिबले मार्नु परेको, गरिब मार्कामा परेको हो। हाम्रो नेपालको धनी धन्यात्म व्यक्तिहरूलाई फरक नपर्न सक्छ, तर जति पनि हामी गरिब छौँ, हामी गरिबहरूलाई जुन यो सरकारले ल्याएको, नयाँ सरकारले ल्याएको नीति तिथि र व्यतिथिहरू छ, हाम्रो गरिब नारा हो। यो सबै गरिबको लागि एकदमै धेरै गाह्रो भएको जानकारी गराउन चाहन्छु। र साथैमा के भन्न चाहन्छु भने यस ठाउँमा बसेर तपाईँ एउटा आज के को बारेमा हामीले आवाज उठाइरहेको छौँ भने एउटा पार्टी वा व्यक्ति विशेषको बारेमा हामीले आवाज उठाएको छैनौँ। सिङ्गो राष्ट्रको कुरा आइरहेको छ। यो सिङ्गो राष्ट्रको कुरामा कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै तपाईँहरूले खबरदारी गर्नुपर्छ भन्ने होइन। एउटा नेपाली भएर, नेपाली भएको मानवताको हिसाबले, एउटा स्वतन्त्र नागरिक भएको हिसाबले पनि तपाईँहरूले आवाज उठाउनु पर्नेछ। हिजो हर्कसामपाङ धेरै बोल्यो भन्ने मान्छेहरू कहाँ छन् त? आज थाहा हुँदै होला नि हर्कसामपाङ किन बोलेको र के को लागि बोलेको भन्ने कुरा होइन। तपाईँहरूले हर्कसामपाङ बोल्दै गर्दा जति पनि हाम्रो हर्कसामपाङ बोल्नु भएको छ, देश वा जनताको लागि कुनै पनि घातक गर्ने खालको कुरा गर्नुभएको थिएन र छैन पनि, भोलिको दिनहरूमा पनि गर्नु हुँदैन। तर तपाईँहरूको बालेन्सा जुन तपाईँहरूले नेतृत्व गरेर चुनेर तपाईँहरूले रोस्टममा पठाउनु भएको बालेन्साले दिएको अभिव्यक्तिको बारेमा किन तपाईँहरूले प्रश्न गर्न सक्नुहुन्न? यो देश के श्रम संस्कृति पार्टीको मात्रै हो त? हामी श्रमदाताहरूको मात्रै हो त? होइन। यदि तपाईँहरूले त्यस्तो लाग्दैछ भने एकदमै तपाईँहरूको यो गलत धारणा र विचार हो। तपाईँहरू सिङ्गो एउटा नेपाली भएर तपाईँहरूको आवाजलाई उठाउनुहोस्। जुन हिजोको बसेर रोस्टममा दिएको अभिव्यक्तिलाई खबरदारी गर्नको लागि आज हामीले त्यो कुरालाई सानोतिनो चन्चुने ठान्दै गर्दाखेरि भोलिको दिनमा हाम्रो देशै भारतको हो भन्न पनि बेर लाग्दैन। हाम्रो देश चाहिँ भारत